फाइनली हामी महादेव गुम्पा जानेर सैलुङ जाने दो बाटोमा आइपुग्यो। तर हामी भने चाहिँ महादेव गुम्पातिर लाग्दैछौँ। हामी चाहिँ अब यसो गुम्पा दर्शन गरेर माथितिर लाग्छौँ। भ्यू हेर्नुहोस् तपाईँहरू, हरियाली रुखले भरिरहेको छ। तपाईँहरू आउन सक्नुहुनेछ। ल हामी चाहिँ भिरको बाटो महादेवतिर लागे। हामी महादेवसम्म आइपुग्यो। महादेवको भिडियो एकछिन पछि हामी अपडेट गरौँला। हामी चाहिँ लागे गुम्बातिर। हामी चाहिँ गुम्बा जाने बाटो ओह्रालो लाग्यो। ओह्रालोको दृश्य हेर्नु होला। भने त झाँक्रीहरू पनि गुम्बा बसिरहेको रहेछन्। हामी त्यहीबाट तलतिर झरियो। एक दुई शब्द जाओस् न त। हामी चाहिँ अब नजिकै आइपुग्न थालियो। के हो सुरुङ छ त यहाँ त। सुरु हैन। हामी गुम्बा आइपुग्यो। अब माथि मान्छे छिर्दैन रे, राम्रो मान्छे छिर्छ भने गुम्बा आइपुग्यो। साथीहरू चाहिँ यहाँ गुम्बाबाट छिर्नलाई लाइन बसिरहेछौँ। तलबाट यही पलमा छिरिन्छ। साथीहरू छिर्दै हुनुहुन्छ टक्क लाएर। पक्नु एकछिन। ल बिस्तारै ल निस्कियो चट्ट लाएर। ल त सुत्दै है चट्ट लाएर। ल छिरो बिस्तारै। मोटो मान्छे लुगा त फोहोर भइहाल्छ नि। लुगा त अब दुई चक्की साबुन लाउनु पर्छ। ल चट्ट निस्कियो। ल आउनुहोस् तपाईँ फेरि जान्छ भिडियो ल सर लाएर। ल बिस्तारै आउनुहोस्। ल बिस्तारै है टक्क लाएर छिर्यो। ल छिर्यो बिस्तारै। ल छिर्यो मजाले। ल भेना पनि आउनु हुँदैछ। अड्केलाई फेरि मोटो मान्छेलाई अलिक गाह्रो छ। ए तुलुक्कै टिक्नु पर्ने छ। यहाँबाट छिर्ने जति चाहिँ सबै उस हुन्छ अरे। मानेतिर पनि आइयो। माने राख्नु पर्यो। हामी पनि 7 वटा दिनु पर्यो। कता राख्नुपर्छ? 7 वटा 3 4 5 6 8 9 7। ल पछिसरा उकालो लाग्यो। साथीले पनि मजाले ढोगे टुक्का एकचोटि। ल भयो। ओए गाइज, हामी चाहिँ सैलुङ घुम्यो। अब आउनु होला घुम्नको लागि। हरियाली जङ्गल छन्, रमाइलो छन्, मौसम सफा छन्, साथीहरू घुमिरहेछन्। आउनु होला तपाईँहरू। गाइज उकालो भएर सबै नष्ट भयो। कति गाडी झिक्ने पनि अवस्था भइसक्यो। उकालो पनि लास्टै गएर छन्। तपाईँहरू पनि यसो आउने बेलामा हेर्नु होला। हामी त हिँड्नै सकेन। खसेको अवस्था बिस्तारै हिँड्दैछौँ। ओहो कति उकालो हो। हाय कुद्यो। ल थाहा यो गाइज कति उकालो हेर्नुहोस् न। ओहो सैलुङदेखि हिमालको दृश्य एकदम सेतै देखेको छ। र अहिलेको समय एकदम मौसम राम्रो भएको कारणले होला अरू बेला त्यति देख्दिनँ थियो। म चाहिँ मन्दिर दर्शन गर्दै लागेँ। साथीले मोबाइल दिएर चट्ट लाएर बिचैकै छैन यति बेर 2-4 जनाको केटाकेटी हिँडेर नाक कोट्याएर भाइले
दाजुकोबाट एउटै नआउँदो रहेछ त राम्रो मन्दिर दर्शन गरेर हामी उकालोतिर लाग्यो। अब उकालो थोरै छन्, धेरै छैनन्। माथि अब डाँडा पुग्नलाई, डाँडामा पुगेपछि तपाईँहरूलाई भिडियो कन्टिन्यू गर्दैछु। हामी चाहिँ भीमसेनको तरबारतिर आइपुग्यौँ। तपाईँहरूलाई भीमसेनको तरबार पनि खिचेर देखाइन्छौँ। राम्रोसँग हेर्नु ल, भीमसेनको तरबार छ कि छैन। तर हामीले ठ्याक्कै देखियो। जुरेढुङ्गा महादेव जाने बाटो र कालोपानी सैलुङ जाने बाटो। हामी चाहिँ जुरेढुङ्गा महादेव जाने बाटोतिर लाग्यौँ। कालोपानीतिर घुमेर आइयो। हेर्दै जाम। जुरेढुङ्गा पुगेपछि तपाईँहरूलाई भिडियो आउने हुनेछ। हामी जुरेढुङ्गाको बाटो लाग्दै हिमालको तस्बिर खिच्दै हामी अब उकालो लागियौँ साथीहरू। ओह ठाडै दिइरहेछ यता चाहिँ। ओइ ल हाम्रै साथीभाइहरू त रमाइलो गर्दै सैलुङको सही ठाउँमा तपाईँले देख्न सक्नुहुनेछ। भन्दै हाम्रो यता अब डेटिङ पनि चलिरहेको छन्। तपाईँले अब राम्रोसँग हेर्न सक्नुहुन्छ है। सैलुङको सय थुङ्गामा आएर तपाईँले एकदम रमाइलो गर्न सक्नुहुन्छ है साथी। हाम्रो त चिप्लेडी पनि खेलिरहेछौँ। बिस्तार बिस्तार। ल ल ल राम 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 नो थाकेर ल्याप भएको अवस्था दिमाग खराब भइरहेछ। हिमाल चाहिँ दामी देख्दो रहेछ है। सारा लाएर हेर्नुहोस् हिमालको दृश्य चारैतिर देख्न सक्ने हुनेछ तपाईँहरूले। सारा लाएर